तस्करीका 2 करोड भन्दा बढीका सुनचाँदी सहित प्रहरीले 9 जनालाई पक्राउ गरेको छ। प्रहरी विरुद्ध बौद्धको टोली विभिन्न स्थानहरूबाट 9 जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र घर भई जोरपाटी बस्दै आएका 9 जनाको समूह रहेको छ। उक्त समूहले भन्सार छलिका र बिल बिजक बिनाका सुनको कारोबार गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपिल राज बोहराले बताएका छन्। सुन रिफाइनिङ एन्ड टन्स हाउसबाट उनीहरूलाई सुनचाँदी सहित पक्राउ गरेको प्रहरीले जनाएको छ। जोरपाटी कपन र चाबिलको टन्स हाउसबाट 1 किलो 76.518 ग्राम सुन बरामद भएको छ। उक्त सुनको मूल्य 1,70,10,060 रुपैयाँ रहेको बताएको छ। त्यसैगरी यी 3 ठाउँबाट 18 किलो 45.521 ग्राम चाँदी बरामद भएको छ। उक्त चाँदीको मूल्य 30 लाख भन्दा बढी रहेको बताएको छ। नगद 8,27,500 नेपाली र 11,700 भारू बरामद भएको छ। पक्राउ परेकाहरूलाई आन्तरिक राजस्व विभाग हरिहर भवन पठाएको छ।